स्वागत छ। आजको यस छलफलमा हामी अर्थशास्त्रको एउटा निकै महत्त्वपूर्ण र त्यत्तिकै रोचक विषय अल्पकालीन उत्पादन लागतका प्रकारहरू जस्तै टीएफसी, टीवीसी, टीसी देखि लिएर औसत र सीमान्त लागतका वक्ररेखाहरूको गहिरो चिरोफार गर्दैछौँ। र कुरा सिद्धान्तमा मात्रै रोकिँदैन नि, पाठको अन्त्यमा भएका सबै अभ्यासका प्रश्नहरूको पूर्ण समाधान पनि हामी सँगसँगै गर्नेछौँ। ल, सुरु गरौँ है त। आजको हाम्रो यात्रा खासमा 2 चरणमा हुनेछ। पहिला लागतको परिचय, कुल लागत, औसत लागत र सीमान्त लागतको कन्सेप्ट बुझ्छौँ अनि सिधै अभ्यासका सबै प्रश्नहरूको समाधानतिर लाग्छौँ। खण्ड 1 र 2 परिचय र कुल लागत। खासमा अल्पकाल भनेको यस्तो समय हो जहाँ हामीले रातारात उत्पादनका सबै कुरा परिवर्तन गर्न सक्दैनौँ। केही कुरा फिक्स हुन्छन्, जस्तै फ्याक्ट्रीको भाडा वा स्थायी स्टाफको तलब। काम होस् या नहोस्, यो त तिर्नै पर्छ, होइन र? यसलाई हामी स्थिर लागत भन्छौँ। अर्कोतिर हुन्छ परिवर्तनशील लागत, जस्तै कच्चा पदार्थ वा दैनिक ज्यालादारी कामदार। यो चाहिँ उत्पादन बढे बढ्छ, घटे घट्छ। यो सानो भिन्नता नै आजको हाम्रो पुरै छलफलको जग हो। अब यो चित्रलाई हेरौँ त। कुल स्थिर लागत अर्थात् टीएफसीको रेखा ठ्याक्कै तलको एक्स अक्षसँग समानान्तर छ। यसको सिधा अर्थ के हो भने फ्याक्ट्रीमा एउटा पनि सामान नबने पनि वा हजारौं बने पनि स्थिर लागत चाहिँ 60,000 मै टक्क अडिएको छ। अघि भने जस्तै फ्याक्ट्रीमा ताला लगाएर राखे पनि भाडा त मिटर जस्तै उठिहाल्छ नि। तर कुल परिवर्तनशील लागत अर्थात् टीवीसीको कथा अलि फरक छ। यो जिरोबाटै सुरु हुन्छ अनि अचम्मको कुरा के छ भने यो सुरुमा अलि बिस्तारै बढ्छ तर पछि चाहिँ वात्तै माथि जान्छ, ठ्याक्कै उल्टो एस आकारको। जति धेरै सामान बनायौं उति नै धेरै कच्चा पदार्थ र जनशक्ति लाग्ने कुरा त एकदमै स्वाभाविक हो नि। अब यी दुवैलाई एकै ठाउँमा मिसायो भने के हुन्छ त? एकदम सिम्पल छ। कुल स्थिर लागत र कुल परिवर्तनशील लागतलाई जोडिदिनुस्, हाम्रो कुल लागत अर्थात् टीसी आउँछ। सूत्र सानो छ तर पुरै उत्पादनको हिसाब किताब यसैमा अडेको हुन्छ। यो चित्रमा हेर्दा त्यो सूत्र कसरी काम गर्छ भन्ने प्रश्न हुन्छ। याद गर्नुभयो? टीसीको रेखा कहिल्यै जिरोबाट सुरु हुँदैन। यो त त्यही स्थिर लागतको रेखाबाट पो सुरु भएको छ अनि त्यहाँबाट यसले ठ्याक्कै त्यही टीवीसीको उल्टो एस आकारलाई कपी गर्छ। स्थिर लागतको जगमाथि परिवर्तनशील लागत थपिएर यो रेखा बनेको हो नि त। खण्ड 3 औसत लागत। कुनै पनि सामानको भाउ तोक्न प्रति एकाइ खर्च कति लाग्यो भन्ने जान्नै पर्छ। सुरुमा हेरौँ औसत स्थिर लागत अर्थात् एएफसी। कुल स्थिर लागतलाई कतिवटा सामान बन्यो त्यसले भाग गरेपछि यो आउँछ। जति धेरै सामान बनायो त्यो फिक्स खर्च उति नै धेरै टुक्रामा बाँडिन्छ। त्यही भएर यो रेखा निरन्तर तल झर्छ तर यसले जिरोलाई चाहिँ कहिल्यै छुँदैन है। त्यसैगरी औसत परिवर्तनशील लागत अर्थात् एवीसी निकाल्न कुल परिवर्तनशील लागतलाई परिमाणले भाग गर्नुपर्छ। सुरुमा कामदारहरूले राम्रोसँग काम गर्दा लागत घट्दै जान्छ तर पछि भिडभाड वा मसिनको थकानले गर्दा यो फेरि उकालो लाग्छ। यसले गर्दा यसको आकार ठ्याक्कै अङ्ग्रेजी अक्षर यु जस्तो बन्छ। अनि औसत कुल लागत वा एटीसी भनेको चाहिँ त्यही एएफसी र एबीसीको कुल जोड हो वा सिधै कुल लागतलाई परिमाणले भाग गरेर पनि निकाल्न सकिन्छ। यसले पनि त्यही परिचित यु आकार नै लिन्छ। यसले हामीलाई के सिकाउँछ भने एउटा निश्चित बिन्दुसम्म चाहिँ उत्पादन बढाउँदा लागत सस्तो पर्न जान्छ। खण्ड 4 सीमान्त लागत एमसी। अब कुरा गरौँ सीमान्त लागतको। थप एउटा मात्र नयाँ एकाइ बनाउँदा खल्तीबाट कति अतिरिक्त पैसा जान्छ? हो, त्यो नै सीमान्त लागत हो। यसले पुरै इतिहास हेर्दैन, मात्र त्यो एउटा थप सामानको खर्च हेर्छ। व्यापारमा अब अझै एउटा सामान बनाउने कि नबनाउने भनेर डिसिजन लिन यो सूत्र एकदमै अचूक हतियार हो। अरू औसत लागतहरू जस्तै यो सीमान्त लागतको रेखाले पनि यु आकार नै बनाउँछ। सुरुमा तल झर्ने अनि पछि रकेट जस्तै स्वाट्टै माथि जाने। ल, हामीले लागतका सबै सैद्धान्तिक वक्ररेखाहरू र तिनका सूत्रहरू त राम्रैसँग बुझ्यौँ। अब यसलाई साँच्चीकै हिसाबमा उतार्ने बेला भयो। खण्ड 5 मास्टर क्लास अभ्यासका पूर्ण समाधान। अहिलेसम्म सिकेका सबै कुराहरूलाई अब व्यवहारमा उतार्ने बेला आएको छ। फटाफट अभ्यासतिर लागौँ। सुरुमा छन् अति छोटो उत्तर आउने प्रश्नहरू। क देखि ङ सम्म त सिधै परिभाषाहरू मात्र छन्। लागत भनेको के हो?
स्थिर लागतको उदाहरण दिनुस्। हामीले भर्खरै पढेको कुरा त हो। जस्तै फ्याक्ट्रीको भाडा स्थिर लागत हो, अनि उत्पादन बढ्दा एउटै खर्च धेरैतिर बाँडिने भएकाले एएफसी घट्छ। कति सजिलो, होइन त? अब हेरौँ यो कसरी विस्तार हुन्छ। अलिकति म्याथ पनि हेरौँ है। जस्तै झ नम्बरमा हेर्नुस् त, टिसी 1000 छ अनि टिबिसी 200 छ भने टिएफसी कति होला? एकदम सिम्पल, 1000 बाट 200 घटाएपछि 800 आइहाल्यो। अनि झरमा थप एउटा सामान बनाउँदा लागत 200 बाट 225 पुग्यो भने सीमान्त लागत कति भयो? पक्कै पनि 25। अघि पढेका सूत्रहरू यहाँ ठ्याक्कै फिट हुन्छन्। अब छोटो उत्तर आउने प्रश्नहरू। यहाँ टिएफसी र टिबिसीको फरक सोधिएको छ अनि एउटा सानो टेबल भर्नुपर्नेछ। हामीलाई थाहा छँदैछ नि, टिएफसी जहिले पनि फिक्स हुन्छ। त्यसैले उत्पादन 0 होस् या 100, टिएफसीको कोलममा चुपचाप एउटै अङ्क लेखिदिने। यहाँ 100 दिएको छ, त्यसैले तलसम्म सबैमा 100। देखि झसम्मका प्रश्नहरूले चाहिँ चित्र बनाउन र व्याख्या गर्न भन्छन्। अघि हामीले हेरेको टिबिसी र टिसीको त्यो उल्टो एस आकार, अनि एटिसी र एमसीको यु आकार सम्झिनुस् त। त्यही कन्सेप्टलाई यहाँ आफ्नै शब्दमा खुलाएर लेख्ने हो। ती चित्रहरू दिमागमा छन् भने यो उत्तर लेख्न कुनै गाह्रो छैन। अब लामो उत्तर आउने प्रश्नको टेबल कसरी भर्ने भनेर हेरौँ। यो त झन् रमाइलो छ। स्टेप 1, Q0 हुँदा टिएफसी 100 दिएको छ। स्टेप 2, टिएफसी कहिल्यै नबदलिने भएकाले तलसम्म सबै कोठामा त्यही 100 राख्दै जाने। अनि स्टेप 3, टिसी निकाल्न त्यो 100 मा त्यहाँ दिएको टिबिसी जोड्दै जाने। यसरी लजिक लगाउँदै गएपछि त टेबल पानी जस्तै छर्लङ्ग भइहाल्छ नि। अर्को लामो प्रश्नमा हामीले औसत र सीमान्त लागत निकाल्नु पर्नेछ। एटिसी निकाल्न कुल लागतलाई परिमाणले भाग गरिदिनुहोस् अनि एमसी निकाल्न चाहिँ नयाँ कुल लागतबाट पुरानो कुल लागत घटाउँदै जानुहोस्। सूत्रलाई सही ठाउँमा राखेपछि क्याल्कुलेटरले आफै उत्तर फालिदिन्छ। अनि यो हो आजको हाम्रो ग्रान्ड फिनाले, परियोजना कार्यको पूरा समाधान। एउटा फर्निचर फ्याक्ट्रीको डाटा राखेर हामीले लागतका 7वटै प्रकारहरू एउटै ठूलो टेबलमा निकालेका छौं। यहाँ हेर्नुस् त, कसरी स्थिर लागत 3000 मा टक्क अडिएको छ अनि कसरी औसत लागतहरू बिस्तारै घटेर फेरि उकालो लाग्न थालेका छन्। पूरा च्याप्टरको सार यही एउटै पानामा छ। अब यो ठूलो टेबललाई ग्राफमा कसरी उतार्ने त? एक्स अक्षमा उत्पादन परिमाण राख्नुस् र वाई अक्षमा लागतहरू। जब यी पोइन्ट्सहरू जोड्नुहुन्छ, त्यही समानान्तर टिएफसी रेखा, उल्टो यस आकारको टिसी रेखा र यु आकारका औसत रेखाहरू मजाले बन्छन्। एउटा निरस डाटा कसरी बोल्ने चित्र बन्छ भन्ने यो गजबको उदाहरण हो। आजको यो सिकाइलाई एउटा सानो तर गम्भीर प्रश्नबाट अन्त्य गरौँ। एकछिन सोच्नुहोस् त, कोही व्यक्ति यही फर्निचर फ्याक्ट्रीको म्यानेजर हो भने यी सबै रेखाहरू र डाटाहरू हेरेर ठ्याक्कै कतिवटा कुर्सी बनाउँदा व्यवसाय सबैभन्दा धेरै फाइदामा जान्छ होला र किन? यो परीक्षामा मात्र आउने प्रश्न होइन है, यो त रियल बिजनेसको मास्टरमाइन्ड रणनीति हो। यसमा राम्रोसँग विचार गर्नुहोला। आजलाई यति नै, हामी छिट्टै अर्को छलफलमा भेट्नेछौँ।